और सुनाए त म जस्तो मान्छेलाई नि के हो अरूको घरमा काम गर्दा गर्दै वाक्क दिक्क लागिसक्यो भने फेरि हेर्नु मेरो छोरो चाहिँ एकचोटि बस्दा बस्दैन कपडा यताउता गरिरहन्छ। फेरि एकचोटि मैले के बोलिदिएको थिएँ ऊ हिँड्यो। फेरि म चाहिँ लाग्यो आफ्नो कामतिर अरूको काम गरेर के गर्नु हजुर, आफ्नो पनि त गर्नु पऱ्यो त। त्यसपछि म चाहिँ लाग्यो आफ्नो कपडा धुन। आज 4 दिन भइसक्यो त मेरो कपडा नधोएको। त्यसपछि चाहिँ यहाँ मेरो छोरोले पनि हेल्प गरिरहेछ मलाई। हेल्प त के गर्थ्यो, फेरि नुहाइदिएको थिएँ अहिले एकचोटि। त्यसपछि लागेछ ऊ पनि के गर्नु, यस्तै छ। अरूको काम गर्दा गर्दै शरीर थाकिहाल्छ, फेरि आफ्नो पनि गर्न परिहाल्यो। कपडा नधोइ त हुँदैन। त्यसपछि म चाहिँ लागिहालेँ क्या आफ्नो कपडा धुन फटाफट। अरू भने यस्तै हो, धेरै अरूको कुरा सुनेर पनि वाक्क दिक्क भइसकेको छु क्या म चाहिँ। जति पैसा कमाए नि नहुने यो जिन्दगीमा के हो यस्तै छ जिन्दगी मेरो। फेरि एकचोटि म चाहिँ कपडा धुन लागेको थिएँ, उसले चाहिँ वहाँ फुल बर्बाद गरिसक्यो। यो अरूको घरमा बसेर पनि काम गर्न निकै नै गाह्रो हो। कहिले फुल तोड्छ कहिले के गर्छ। म चाहिँ फेरि कपडा धोएर सिद्ध्याएँ। फेरि हेर्नु यहाँ मेरो बाल, यो बाल खुसेर पनि खै के गर्ने हो गाइज, केही उपाय छ भने भन्नु होला है। त्यसपछि मैले चाहिँ आफ्नो बालसाल बाँधेँ। फेरि बाल झरेर म त वाक्क दिक्क भइसक्यो भने मेरो छोराले फेरि गर्नै दिँदैन। फेरि पैसा देखाइ दियो, चलो चलो बजार भन्छ। फेरि हामी लागिसक्यौँ बजारतिर गाइज। आजलाई यति नै, बाइ।